लाइफ प्रोसेस हो। सबैले भन्नु लाइफ प्रोसेस हो, प्रक्रिया हो। ममा रहो र म तिमीहरूमा रहन्छु। यो एउटा शब्द इङ्ग्लिसमा एबाइट इन मी भनिएको छ। यो वचन सायद यस मण्डलीमा सबैभन्दा धेर प्रचार गरिएको कुरो हो अनि सबैभन्दा धेर ल्याइएको, अरू प्रभुको दासहरूले पनि ल्याएको वचन हो। अनि फेरि पनि म ल्याउँछु। सबले भन्नु फेरि पनि। आमेन। यो घरिघरि कुनै वचन तपाईँको जीवनमा आइरहेको छ भने तपाईँले यो नसम्झिनुहोस् कि मैले पहिला सुनेको छु फेरि किन आएको होला, मण्डलीमा पहिला पनि मैले सुनेको किन आएको होला। किन आएको होला? सबले भन्दा किन आएको होला? हालेलुया, आमेन। किनकि तपाईँले अहिलेसम्म त्यो काम गर्नुभएको छैन, त्यो वचन मान्नुभएको छैन। त्यो भएर त्यो वचन घरिघरि आएको। जब एउटा वचनमा हामी आज्ञाकारी हुन्छौँ तब प्रभुले अर्को प्रकाश पठाउनुहुन्छ। अनि जब त्यहाँ आज्ञाकारी हुन्छ प्रभुले अर्को पठाउनुहुन्छ। जब एउटा सिँढीमा हामी उक्लिन्छौँ प्रभुले अर्को सिँढी देखाउनुहुन्छ। एकैचोटि सबै सिँढी देखाउनु मैले चाहिँ देखेको छैन। मैले मेरो जीवनमा यहाँसम्म आउँदाखेरि, मैले आफूलाई बुझ्दा, मेरो परिवारलाई हेर्दा, मलाई दिएको सेवाकालाई हेर्दाखेरि वान एट अ टाइम प्रभुले एकचोटि एउटा सिँढी देखाउनुहुन्छ। जब म त्यहाँ उक्लिन्छु विश्वास, त्यहाँदेखि प्रभुले अर्को सिँढी देखाउनुहुन्छ। कम अन सन, हालेलुया।